सोच्नुस् त, एकदमै कम मेहनतमा, मतलब अल्छी तरिकाले पनि टन्नै पैसा कमाउन सकिन्छ। यो कुनै सपनाको कुरा होइन, यो त एआईले ल्याएको नयाँ रियालिटी हो। आज हामी यस्तै केही नयाँ एआई पावर तरिकाहरूबारे कुरा गर्नेछौँ, जसले पैसा कमाउने पुरानो नियमलाई नै पुरै उल्टाइदिएको छ। यो भनाइले भन्नुस् न, बिजनेसको दुनियाँमा एउटा भूकम्प नै ल्याइदिएको छ। सोच्नुस् त, जम्मा 2 वर्ष अघि मात्रै असम्भव लाग्ने कुराहरू, जस्तै एक्लैले ठूलो कम्पनी खडा गर्ने, आज एआईले गर्दा यो सब सम्भव भएको छ। र यो परिवर्तनले गर्दा अवसरको ढोका साँच्चै सबैको लागि खुलेको छ। पहिलेको जमानामा एउटा सफल बिजनेस सुरु गर्नु भनेको पहाड चढ्नु जस्तै थियो। टन्नै पैसा चाहिने, दर्जनौं कर्मचारी चाहिने, अनि वर्षौंको अनुभव त कुरै छोडौं। यस्तो अवस्थामा अगाडि बढ्नै गाह्रो हुन्थ्यो। अनि यिनै बाधाहरूले गर्दा कति राम्रा आइडियाहरू त जन्मनु अघि नै मर्थे। ल, आजको हाम्रो यात्रा कस्तो रहन्छ भने, सुरुमा हामी कसरी नियमहरू बदलिएन भनेर हेर्छौं। त्यसपछि एआईको शक्तिलाई कसरी आफ्नो फाइदाको लागि प्रयोग गर्ने भन्ने कुरा आउँछ। अनि हामी प्रडक्ट बनाउनेदेखि लिएर कन्टेन्ट र सर्भिसका नयाँ तरिकाहरू खोतल्नेछौँ। र अन्त्यमा उद्यमशीलताको नयाँ परिदृश्य कस्तो छ त्यसमा पनि नजर लगाउनेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। यहाँ हामी हेर्नेछौँ कि कसरी टेक्नोलोजीले बिजनेस सुरु गर्ने पुरानो किताबलाई पुरै फालेर एउटा नयाँ नियमको किताब लेखिरहेको छ। अब यो सबै परिवर्तनको पछाडि एउटा एकदमै महत्त्वपूर्ण कन्सेप्ट छ, एआई लोकतान्त्रिकरण। सुन्दा अलि गाह्रो लाग्यो? खासमा यो सिम्पल छ। यसको मतलब के हो भने, पहिले ठूला धनी कम्पनीहरूले मात्र प्रयोग गर्न सक्ने पावरफुल टुलहरू अब ती सबै साधारण मान्छेको हातमा आइपुगेका छन्। र यसले गर्दा खेलको मैदान साँच्चै सबैका लागि बराबर भएको छ। ल त, अब लागौँ रमाइलो पार्टतिर। कसरी भनौँ न, अल्छी पाराले पनि प्रडक्टहरू बनाउन सकिन्छ। यो खण्डमा हामी यस्तै बिजनेस आइडियाहरूमा फोकस गर्नेछौँ जहाँ सबैभन्दा गाह्रो झन्झटिलो काम एआईले नै गरिदिन्छ। हाम्रो पहिलो आइडिया हो एआई पावर्ड सफ्टवेयर बनाउने। टेक्निकल भाषामा यसलाई सफ्टवेयर एज अ सर्भिस वा छोटकरीमा सास भनिन्छ। सिधा भाषामा भन्नुपर्दा एउटा यस्तो सफ्टवेयर वा मोबाइल एप बनाउने जसले कुनै खास समस्या समाधान गरोस्, अनि त्यसको बदलामा प्रयोगकर्ताहरूले हरेक महिना थोरै शुल्क तिर्छन्। र यो बनाउने प्रोसेस पनि सोचेभन्दा धेरै सजिलो छ। एउटा उदाहरण हेरौँ न, क्याली एआई। यो एउटा टिनेजरले बनाएको सामान्य क्यालोरी ट्र्याक गर्ने एप थियो। तर के भयो थाहा छ? त्यो करोडौं डलरमा बिकियो। यसले के देखाउँछ भने, यदि आइडिया दमदार छ र साथमा एआई टुल छ भने जो कोही पनि सफल हुन सक्छ। अब यसको मूल्याङ्कन हेर्ने हो भने लगानी खासै चाहिन्न, मतलब लो इन्भेस्टमेन्ट। र यदि हिट भयो भने त यसलाई विश्वभर फैलाउन सकिन्छ। स्केलेबिलिटी एकदमै हाई छ। तर एउटा ठूलो तर छ, सबैभन्दा गाह्रो काम भनेको मानिसहरूलाई त्यो सफ्टवेयरको लागि पैसा तिर्न तयार पार्नु हो। यो चाहिँ साँच्चैको चुनौती हो। ओके, अब दोस्रो आइडियामा जाउँ, एआई पावर ड्रपसिपिङ। ड्रपसिपिङ त पुरानै कन्सेप्ट हो, तर यो चाहिँ नयाँ तरिकाले। पहिले के ट्रेन्डिङ छ भनेर पत्ता लगाउने महिनौं लाग्थ्यो, तर अब एआईको मद्दतले यो काम पुरै अटोमेटिक र एकदमै फास्ट भएको छ। ड्रपसिपिङमा सबैभन्दा ठूलो टाउको दुखाइ के हो? सामान नबिकेर थोप्रिनु। तर यसको पनि समाधान छ, प्रिन्ट अन डिमान्ड मोडल। यो एकदमै गजबको छ। यसमा के हुन्छ भने, कसैले अर्डर गरेपछि मात्र टी सर्ट होस् वा मग छापिन्छ। मतलब सुरुमै सामानमा पैसा फसाउनु परेन। यसको मूल्याङ्कन हेर्दा सबै कुरा मिडियम छ, लगानी पनि, स्केलेबिलिटी पनि, कठिनाइ पनि। यसको मतलब के हो भने, यसमा रिस्क र रिवार्ड दुवै ब्यालेन्स छ। न धेरै गाह्रो न धेरै सजिलो, तर सफल भयो भने आम्दानी चाहिँ राम्रै हुन्छ। तर एकछिन, के सबै बिजनेस प्रडक्ट बेच्ने बारे मात्र हुन्छ त? पक्कै पनि हुँदैन, होइन? त्यसो भए के गर्ने हो? यही प्रश्नले हामीलाई अर्को एकदमै रोमाञ्चक क्षेत्रतिर लैजान्छ, कन्टेन्ट र सर्भिस। अब हामी एउटा यस्तो दुनियाँमा छिर्दैछौँ जहाँ कन्टेन्ट र सर्भिस मान्छेले होइन, एआईले बनाउँछ र डेलिभर गर्छ। सुन्दै अनौठो लाग्यो होला? ल आउनुहोस्, यसभित्रका केही गजबका अवसरहरूलाई अलि नजिकबाट हेरौँ। तेस्रो आइडिया अलि फ्युचरिस्टिक छ, एआई इन्फ्लुएन्सर बनाउने। तपाईले ठिक सुन्नुभयो, यी कम्प्युटरले बनाएका डिजिटल क्यारेक्टरहरू हुन् जसका सोशल मिडियामा लाखौं फलोवर्स हुन्छन्। उनीहरूको आफ्नै पर्सनालिटी हुन्छ, आफ्नै कथा हुन्छ, अनि उनीहरूले ब्रान्डहरूसँग मिलेर काम गर्छन्। जस्तै क्लब भर्सेस हिस्ट्रीको उदाहरण हेरौँ। यो एउटा टाइम ट्राभल गर्ने एआई इन्फ्लुएन्सर हो जसले रमाइलो तरिकाले इतिहास सिकाउँछ। र अचम्मको कुरा, 2 महिनामै उसको 5 लाखभन्दा बढी फलोवर भए।
यसको सफलताले के देखाउँछ भने कन्टेन्टमा दम हुनुपर्छ। यदि कन्टेन्ट क्रिएटिभ र भ्यालुएबल छ भने त्यो रियल होस् वा भर्चुअल, मान्छेले मन पराउँछन्। यसको मूल्याङ्कन हेर्नुहुन्छ भने लगानी त एकदमै कम छ, तर यदि कन्टेन्ट भाइरल भयो भने ओहो, स्केलिङको सम्भावना त अनन्त छ। एउटै भिडियोले रातारात लाखौं फलोअर र टन्नै पैसा कमाइदिन सक्छ। तर हो, त्यो भाइरल हुने कन्टेन्ट बनाउनु नै यसको सबैभन्दा ठूलो चुनौती हो। अब चौथो आइडिया, यसले चाहिँ लोकल बिजनेसहरूको एउटा ठूलो समस्या समाधान गर्छ। सोच्नुहोस् त, एउटा यस्तो एआई एजेन्ट जसले रेस्टुरेन्ट वा क्लिनिकको लागि आउने फोन कलहरू उठाउँछ, अपोइन्टमेन्ट बुक गरिदिन्छ, अर्डर लिन्छ, सबै आफै। खासमा यी एआई भोइस एजेन्टहरूले रेस्टुरेन्ट, क्लिनिक, सलुन जस्ता साना बिजनेसहरूको लागि रिसेप्सनिस्टको काम गरिदिन सक्छन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने बजारमा यस्तो सर्भिसको माग एकदमै धेरै छ, तर यो सर्भिस दिने कम्पनीहरू औलामा गन्न सकिन्छ। हो, यही डिमान्ड र सप्लाईको ग्यापले गर्दा यो एउटा सुनौलो अवसर बनेको छ। र यो बिजनेसको सबैभन्दा आकर्षक पक्ष के हो थाहा छ? यसमा कठिनाई एकदमै कम छ। किनभने मार्केटमा कम्पिटिसन लगभग छैन। त्यसैले पहिलो केही ग्राहकहरू पाउन निकै सजिलो हुन्छ। यो त सुरु गर्नको लागि ग्रीन सिग्नल जस्तै हो। अब पाँचौं आइडिया, यो चाहिँ जो क्यामेराको अगाडि आउन अलि हिचकिचाउनुहुन्छ उहाँहरूको लागि हो। आइडिया हो अनुहार नदेखाइकन एआईको मद्दतले एनिमेटेड युट्युब च्यानल बनाउने। यसमा कथा, आवाज, एनिमेसन लगभग सबै कुरा एआईले नै ह्यान्डल गरिदिन सक्छ। जस्तै रियो फिल्म्स भन्ने च्यानललाई हेर्नुस्, उनीहरूले यस्तै बच्चा बाँदरको कथा बनाएर 30 लाखभन्दा बढी सब्सक्राइबर कमाएका छन्। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ है, युट्युबले कम क्वालिटीको रोबोटले बनाए जस्तो कन्टेन्टलाई एआई स्ल्याप भन्छ र त्यसलाई मन पराउँदैन। त्यसैले भिडियोमा आफ्नो क्रिएटिभिटी र मौलिकता हुनैपर्छ, नत्र मोनेटाइज गर्न गाह्रो पर्छ। यो फेसलेस च्यानलको मूल्याङ्कन अघिको एआई इन्फ्लुएन्सरको जस्तै छ। दुवैमा लगानी कम लाग्छ, तर भाइरल भयो भने स्केलेबिलिटी एकदमै हाई हुन्छ। फेरि पनि सफलताको चाबी एउटै हो, दर्शकलाई तान्न सक्ने युनिक कन्टेन्ट बनाउनु। ल, हामीले अहिलेसम्म धेरै आइडियाहरू हेर्यौं, तर अब अन्तिम खण्डमा हामी यो स्रोतले पहिचान गरेको सबैभन्दा पावरफुल र सबैभन्दा प्रमिसिङ अवसरहरूमा फोकस गर्नेछौं। मतलब ती आइडियाहरू जसमा सफल हुने चान्स सबैभन्दा धेरै छ। स्रोतको भनाइअनुसार 2026मा सुरु गर्नको लागि यो नै सबैभन्दा राम्रो एआई बिजनेस हो। यो एउटा यस्तो फिल्ड हो जहाँ डिमान्ड हत्तै बढिरहेको छ र एआईले गर्दा छिर्न एकदमै सजिलो भएको छ। त्यो बिजनेस हो एआई एड्स बनाउने र बेच्ने। यो तुलनाले त पुरै पिक्चर नै क्लियर गरिदिन्छ। सोच्नुस् त, पहिले एउटा भिडियो एड बनाउन ठूलो टिम चाहिने, महँगो सुटिङ, हफ्तौंको समय, तर अहिले एउटै मान्छेले एउटै ल्यापटपबाट मिनेटमा एड बनाउन सक्छ। यो फरक साँच्चै नै अविश्वासीय छ। र यसको मूल्याङ्कन हेर्नुहोस् त, लगानी कम, स्केलेबिलिटी हाई र कठिनाई पनि कम। यस्तो कम्बिनेसन पाउनु भनेको दुर्लभ कुरा हो। यही कारणले गर्दा यो स्रोतले यसलाई सुरुवातकर्ताहरूको लागि नम्बर 1 सिफारिसमा राखेको छ। यो बाटोमा सफल हुने सम्भावना अरूभन्दा धेरै छ। र अब हामी आइपुग्यौं हाम्रो अन्तिम र सायद सबैभन्दा अल्सी बिजनेस मोडेलमा। त्यो हो एक क्लिकमै वेबसाइट बनाउने। एआई टुलहरूले वेब डिजाइनलाई यति सजिलो बनाइदिएका छन् कि अब हप्ताहरू लाग्ने काम घण्टामै सकिन्छ। यसले गर्दा के भयो भने क्लिनिक, रेस्टुरेन्ट, साना पसलहरू जस्ता लाखौं साना बिजनेसहरू जसले पहिले राम्रो वेबसाइट बनाउने सोच्न पनि सक्दैनथे, अब उनीहरूको लागि पनि बाटो खुलेको छ। यो एउटा एकदमै ठूलो र अहिलेसम्म कसैले नछोएको बजार हो। त्यसो भए यो पुरै विश्लेषणको सार के हो त? एकदमै सिम्पल छ। एआईले गाह्रो, जटिल र महँगो कामहरूलाई सबैको लागि सजिलो बनाइदिएको छ। यसले सबैलाई एउटै मैदानमा ल्याइदिएको छ, चाहे पैसा होस् वा नहोस्, अनुभव होस् वा नहोस्। र यो विश्लेषणलाई एउटा महत्त्वपूर्ण प्रश्नसँगै अन्त्य गरौँ। यदि एआईले नै सबै गाह्रो कामहरू गर्न थाल्यो भने यो नयाँ दुनियाँमा सबैभन्दा मूल्यवान मानवीय सिप चाहिँ के होला त? एकपटक सोच्नुहोला।